हेलो उडाउ हो हजुर? हजुर म्याम। कोटेश्वरसम्म जानुपर्ने थियो, पुर्याइदिनुहुन्छ? अब पुऱ्याउनु त पुऱ्याउँछु म्याम, तर म चाहिँ अफलाइन चाहिँ गर्दिनँ है। त्यसो भए अनलाइनमै जाउँ न त। कति रहेछ पैसा हेर्नुहोस् त एकचोटि। कोटेश्वरसम्म होइन? हजुर। के भयो? हजुरलाई केही अप्ठ्यारो त भएको छैन नि? छैन, त्यस्तो केही पनि भएको छैन। अनि साँच्ची हजुर किन अफलाइन हिँड्नुहुन्न? त्यस्तो खासै त केही होइन, तर पनि मलाई अफलाइन भन्दा त अनलाइनै ठिक लाग्छ। अफलाइनै हिँड्नु भएको भए पनि हजुरले भन्नुभएको जति पैसा दिइहाल्थेँ क्या अरे। अरू जस्तो सोच्नु भएको होला। म त लाउरेको बुढी पो हो त। लाउरेले कम्प्लेन गरेको छ। ओलिन त के भयो? ओलिन खै यहाँ बाइकमा सानो समस्या आयो जस्तो। अघि भर्खरसम्म त चलिरहेको थियो। त्यही त खै। बस्दा हुन्छ अब? हजुर बस्दा हुन्छ? मुजी यो नेताको बुढी र लाउरेको बुढी भन्ने बित्तिकै एलर्जी लाग्छ मलाई। ओ साउजी एउटा चिया खाऊ न। सर कति भयो? 1 घन्टा होइन? हो 1 घन्टा 3000। होइन त? लाइक कति भयो? 2 घन्टा होइन? 2 घन्टा 5000। 5000 खै के बात हुन्छ। यहाँ बस्नु नि एकछिन। के हो साउजी, यहाँ त 1 घन्टाको 3000, 2 घन्टाको 5000 पैसा त दरो छापिरहनु भएको छ क्या हो? लिएर आउँछ केटाहरूले। जाने हो? पैसा कति? एक चोटीको 2, रातको 5। अलि महँगो भयो। सब्जी हो र? चिसो बढ्यो भन्दैमा भाउ बढाउनलाई? होइन महँगो भयो पैसा नभए बेला। हे कस्तो कुरा नबुझ्या हो के? मेरो चाहिँ जम्मा 1500, होटल बसीको 500 तिर्नु परेन? तेरे तपाईँले कस्तो कुरा नबुझ्या भने मैले तपाईँलाई डाइरेक्ट होइन के, म पनि तपाईँलाई अर्को ग्राहकसँग सेटिङ मिलाएर तपाईँलाई 1000, मलाई 500, रुमलाई 500। म पनि त खानु पर्यो नि, बाँध्नु त पर्यो नि। दिनभरि उभिएर बस्नु भन्दा त यही ठिक छ होला। ठिक छ, अहिले मेरो नम्बर लिइराख्नु। सुन्नु, दिनमा कमसेकम 5 जना आउनु पर्यो, ठिक छ होइन? है प्याज पनि अलिक काट्नु छ। टम्परे ज्याइ पुग्नु भयो। अनि खाना पाक्यो होइन त? खाना त पाक्यो, तर तपाईँ आउनुहुन्छ भन्नु भएन। म त आफ्नो लागि मात्रै पकाएको छु, हेर्नु थोरै छ।
आफूलाई म त पकाइस् हो मलाई ढिला हुन्छ तपाईँ पकाएर खानुहोस् न डम्बरेजी के हुनुभएको तपाईँ मलाई काममा ढिला हुन्छ म के खाएर जानु अब मलाई एकदम तनाव छ क्या साथी अर्को पकाएर खाएर जा न अब अर्को पकाउन थालेपछि मलाई ढिला हुँदैन मलाई कामबाट निकालिदिनुहुन्छ सौजीले त्यस्ता मुलाङ काम तेरो यो डमरे साथी अब चाँडै धनी हुँदैछ हुनुहुन्छ ठुलो धनी हुनुहुन्छ तपाईँ यस्तो पाराले तेरिका साथी कति रिसाएको साथी तिमी यार बरु यसो गर त आज बेलुका त्यो साउरा भनेर मलाई 30,000 रुपियाँ म्यानेज गर्छ है तपाईँको कुरा सुनेर डम्बरेजी तपाईँ त बेसरम मान्छे जस्तो लाग्नुहुन्छ मलाई खानुहोस् ए साथी तपाईँ होइन हो दाइ बानेश्वर जाने होइन हो बस्नु अनि दाइ बानेश्वर जाने होइन हो हतार छ अलि छिटो जाउँ है ए दाइ जाम भएन भने त 1 भन्दा यहाँ 2 भन्दा त्यहाँ यस्तो फास्ट कुदाइदिइहाल्छु नि म अनि तपाईँ त साह्रै हतार गर्नुभयो दाइ के काम गर्नुहुन्छ म मेन पावरमा गर्छु मेन पावर भनेपछि दलाल दलाल छैन भन न भाइ हाम्रो पनि इज्जत हुन्छ बरु एजेन्ट भन एजेन्ट रे के को एजेन्ट तिम्रो जस्तो दलालले गर्दाखेरि हामी जस्तो युवाले दुःख पाएको छौँ त उडिन्छ के गर्छस् अहिले मलाई मेरो लोकेसनसम्म त पुर्याइदिनु पर्यो नि त लोकेसन सोकेसन थाहा छैन मेरो बाइक मेरो मर्जी हुन्छ यहाँ त उडिन्छ के गर्छस् अहिले मैले हात खुट्टा चलाउनु पर्यो यहीँ बसेर जानु कसै गरेर पनि पैसा जुटेन यहाँ अब फोन अफ गरेर बसिरहेको छु के चाहिँ गर्ने यार घरमा आमाले कति चिन्ता गरेर होला तपाईले डायल गर्नुभएको नम्बरमा अहिले सम्पर्क हुन सकेन केही क्षणपछि पुनः प्रयास गर्नुहोला सरी द सब्स्क्राइबर इज नट अवेलेबल एट द मोमेन्ट तपाईले डायल गर्नुभएको नम्बरमा अहिले सम्पर्क हुन सकेन केही क्षणपछि पुनः प्रयास गर्नु अनि तपाईको नाम चाहिँ के हो नि डम्बरे चाहिँ अनि तपाईको घर चाहिँ कता हो नि अनि कति वर्ष हुनुभयो नि 27 ए 27 म त भर्खर 21 वर्ष भएँ डम्बरेजी तपाईँ त कस्तो साइलेन्स मान्छे आफू त एकछिन नबोली बस्नै सक्दिन ए डम्बरेजी उता रोकिदिनुहोस् न है मेरो थोरै काम छ हजुर यहाँ आमा कति भयो लाउनुहोस् केरा खानुहोस् केरा खान्न म कस्तो केटी जस्तो लजाउनु भएको खानुहोस् न यो फलफुल पनि कस्तो महँगो किनी साध्य छैन ऊ तानेरी ल यही हो यही हो
कति भयो? 150 रुपियाँ दिनु न। ला डमरेजी, क्यास पैसा त सबै सकेछ। मेरो घर उतै पर हो, म लिएर आइहाल्छु नि है। अलि चाँडो गर्नु है। ल हस्। होइन केटो कामबाट फर्काएछ नि क्या भाँडासाँडा नि जुटेछ यस्तै गर्छ कि आज चाहिँ कुन चाहिँ फुटबल खेल्नु ए साथी आइस अनि साउसँग पैसा माया ल्याइस् त कहाँबाट ल्याउनु पैसा सजिलो दिनु परेन पैसा के भन्छ यो नजिस्किन यार आफूलाई यहाँ कस्तो समस्या परिरहेछ अनि आजको आज कहाँबाट ल्याउनु पैसा महिनाको बिचमा पैसा दिन्छ साउले तपाईँले दिन्छु भन्ने सोचिरहेको थिएँ सजिलो दिनु भएन ओहो काकी कहाँ पुगेर आउनुभयो यता तल मल पुर्याएर आएको नानी काकी हाम्रो पैसा जम्मा भयो त 15 दिन त गइसक्यो त छोराले पठाउँछु भन्दै थियो पठाउँछ होला नि त नानी म हेर्नुहोस् न मल बोक्नु धमाधम छ हुन्छ नानी यो मेरो के बिजाउँछ के यहाँ एकदम बाबु हजुर आमा आज पैसा कति बेला पठाउँछस् बाबु पैसा ल आमा पठाउँछु अहिले राखेँ मैले कहाँ जाला यसै जाउँ भनेको चाहिन्छ मलाई फुली त के काम र चाहिँदैन त्यसो भए उडाउ चाहिन्छ त अनि यो उडाउ भनेको चाहिँ के हो फेरि तिमीलाई कहाँ जानुपर्ने हो म ती पुऱ्याइदिन्छु भने क्या अब कहाँ जाने भन्नु जसले बोलाएको त्यो सम्पर्क बिन छ हिजो रातिसम्म फोन लाग्थ्यो अहिले फोन हान्दा आफ्नो टाउको दुइसक्यो अनि घर कहाँ हो पूर्व अनि किन आएको काठमाडौँ एउटाले फिल्म खेलाइदिन्छु भन त्यही भएर मैले 30,000 अगाडि नै हालिदिएँ हिजो बेलुकासम्म फोन लाग्थ्यो अहिले त मोबाइलै हो र अनि फिल्म खेल्न आएको मान्छे पैसा त बोक्यो होला नि अब अनुदानमा पाएको यत्रो बयर बोको थियो 50,000 मा बेचेर ढ्याप्पै 50,000 छ अहिले ल यार भाइ मैले यो नेपालको हरेक कलाकारलाई चिनेको छु ठुला वरिष्ठ कलाकारदेखि नेताहरूसँग उठक बटक छ मेरो ओहो ढुङ्गा खोज्दा देउतै भेट्यो पर्दैन तर दाइ काठमाडौँ पहिलोचोटि आएको बस्ने कहाँ खाने कहाँ टुङ्गै भएन म छैन चिनेको छैन जानेको छैन अब कसरी दुःख दिनु ए तेरिका अब बिस्तारै चिन्जान गरौँला नि बजा खुर्क
जेठी आमा नमस्ते। के गर्दै हुनुहुन्छ? ए नानी यस्तै त हो नि। अनि कहाँ पुगेर आयो त? म पारी मिलमा भाडी छोडेर आएको आमा, पालो पाएन। ए ल ल। अनि आमा डमरेको के छ त हालखबर? ए खोइ नानी, राम्रै छ भन्छ फोनमा त। के छ काम चाहिँ केमा गर्दा रहेछ? फोटो त ठुलो ठुलो मान्छेहरूसँग खिचेर फेसबुकमा हाल्छ त। हो, अब म त फेसबुक चलाउँदिनँ नानी, थाहा छैन। तर अफिसमा भन्थ्यो राम्रै छ भन्थ्यो। खोइ। ल आमा, फोन गऱ्यो भने मैले सम्झेको छ भनिदिनु न है। ल नानी, म जान्छु है। ल बा ल, आउँदै गर है। हेलो भन डमरे। मैले पैसा हाल्दैछु, माथि गएर लिनु है। सर हजुर आराम यहाँ आउनु। हजुर चाहिन्छ कति? 2000 कि फोटो देखाउनुहोस्। भीमुजी भीमु त ठिकै थियो, त्यो जी चाहिँ नलगाएको भए हुन्थ्यो नि। ओह सरी, यो बट्टामा चाहिँ के ल्याउनु भएको छ? यो त गाउँको प्योर घिउ हो नि भैँसीको। अनि यो प्लास्टिकमा? यो पनि अर्ग्यानिक गुन्द्रुक र सिन्की हो नि। ए राम्रो गर्नु भएको छ। अब जाडोमा अर्ग्यानिक घिउ र गुन्द्रुक खान पाइन्छ हैन? पाइन्छ। हुन्छ ल, तपाईँ अब बस्दै गर्नुहोस्, आराम गर्नुहोस्। म काममा जाँदैछु, तर ढोका बन्द गरेर बस्नुहोस्। यो गाउँ होइन सहर हो। हुन्छ, म जान्छु ल। होइन, डमरेले 2 दिनमा पैसा फिर्ता दिन्छु भन्थ्यो, कहाँ गयो? हेलो, आजको कलेक्सन लिन आउनु है डमरेजी। ए ल पैसा जस्तो कुरो नजाउँ होइन, भएन अहिले जान्छ। खुल्लै छ, आउनु। सक्यो? पैसा कति? 2500? 5 जना खाइदिउँ। अनि 2500 भएन त 5 जनाको? टिभी पनि। ए केटा, किनेर पनि गाडीमा